ल सुरु गरौँ बौद्ध परम्पराको एउटा एकदमै रोचक कथा। यो कथाको सुरुवात हुन्छ एउटा सङ्ख्याबाट। 500 डाकाहरूको एउटा समूह जसले जताततै आतंक फैलाएको थियो। उनीहरू एउटा घना जङ्गलमा बस्थे अनि बाटोमा हिँड्ने सबैलाई लुट्थे। अनि राजा प्रसेनजितको सेनाले उनीहरू सबैलाई समात्यो र मृत्युदण्डको सजाय सुनायो। तर ठिक त्यही बेला बुद्धले हस्तक्षेप गर्नुभयो। उहाँले राजालाई एउटा शर्त राखेर उनीहरूको ज्यान बचाउन लगाउनुभयो। ती डाकाहरू पनि भिक्षु बन्न माने अनि बुद्धबाट उपदेश पाए। र अचम्म त के भयो भने ती सबै 500 जना नि अर्हत बनी। तर प्रश्न उठ्छ, यस्ता अपराधीहरूमा यति छिटो परिवर्तन कसरी भयो? बुद्धले भन्नुभयो, उहाँले उनीहरूलाई बचाएको यो पहिलो पटक थिएन। उनीहरूको कथा 3 जीवनकालसम्म फैलिएको छ, वर्तमान, एक पूर्वजन्म र कश्यप बुद्धको समयसम्म। एक पूर्वजन्ममा यिनै मानिसहरू राजा विरुद्ध षड्यन्त्र गर्ने 500 मन्त्रीहरू थिए। तर उनीहरूको षड्यन्त्र पर्दाफास भयो र फेरि पनि मृत्युदण्डको सजाय भयो। तर एकजना वन ऋषिले उनीहरूलाई बचाएर भिक्षु बनाउनुभयो। र त्यो सम्बन्ध यहाँ जोडिन्छ। ती ऋषि अरू कोही होइन, बुद्ध नै हुनुहुन्थ्यो। तर फेरि प्रश्न उठ्छ, यो पटक पटकको उद्धारको जड के थियो त? यसको जवाफ पाउन हामी अझै पछाडि कश्यप बुद्धको समयमा पुग्नुपर्छ। त्यो बेला उनीहरू सबैजना शीलवान भिक्षुहरू थिए। यो कर्मको सिद्धान्तको सबैभन्दा राम्रो उदाहरण हो। यसरी उनीहरूको मुक्तिको यात्रा 3 चरणमा पूरा भएको देखिन्छ। भनेपछि एउटै असल कर्मको फलले उनीहरूलाई युगौँसम्म बचायो। यसले हामीलाई पनि सोच्न बाध्य बनाउँछ, आजको हाम्रो कर्मले भविष्यमा के फल देला?